हेलो दर्शकबिन्दहरू, यो चाहिँ ब्रोइलर कुखुराको चल्ला हो। यसरी मान्छेहरू गाउँ गाउँमा कृषकलाई यी चल्ला बेच्नको लागि जानुहुन्छ र उहाँले किनेर आफ्नो फार्ममा राख्नुहुन्छ। यो चाँडै बढ्ने चल्ला हो। यसले 1-1.5 महिनामै उत्पादन दिन्छ। आजकाल नेपालमा कुखुरा फार्म धेरै नै फस्टाएको छ। धेरै मान्छेहरू यसैमा निर्भर छन्। कम लागत लाग्ने र चाँडै उत्पादन दिने र पालेर 1-1.5 महिनामै बजारमा ल्याउन सक्नेको कारणले गर्दाखेरि धेरै मान्छेहरू यसमा आकर्षित भएका छन्। तर कहिलेकाहीँ बर्ड फ्लू र अन्य रोगहरूले गर्दाखेरि कुखुरामा घाटा लाग्ने पनि छन्। तर उचित रेखदेख, समयमा उपचार र उचित तापक्रम मिलाएर राख्न सकेमा पक्कै पनि यो व्यवसायले हामीलाई फाइदा दिन्छ। के तपाईहरू अहिले कुखुरा फार्म गर्दै हुनुहुन्छ? कमेन्ट गर्नु है। र आफ्नो मनमा लागेका सल्लाह सुझाव पनि लेख्न सक्नुहुन्छ। ओके, गुड बाई।